बिचरा मेरो बुढालाई जहिले जति गाली गरे पनि जे भने पनि चुप लाएर सहेर बस्नुहुन्छ बिचरा मेरो बुढालाई। अब त ठुलो स्वर पनि गर्दिनँ, केही पनि भन्दिनँ, माया गर्छु। हजुर साथीहरूको बर्थडे छ अरे, त्यहाँ गएर आउँछ आज होइन, अनि अलिअलि पिउँछु पनि होला है। अनि त्यसपछि आज आउँदिनँ पनि होला, उतै बस्छु होला म, भोलि बिहानै आउँछु म है। ल भोलि तिमी काममा जाने कि होइन? म नि आएर काममा जान्छु। ल गएँ ल, छिटो आउनु ल। अब मेरो उहिले आज के भएछ, सजिलोसँग जाने थिएँ त। अरू बेला त रक्सीको नाम लिँदा पनि कराउँथे, आज त खा पनि भने राति बस्छु भन्दा बस पनि भन्न थिएँ। के गर्ने ल, अब नजाउँ कि क्या हो बरु। हजुर तिमीलाई चाहिँ के भएको छ भन त? केही भएको छैन, सन्चो छैन? ठिक छ। सन्चो छैन भने भन है, म जान्न फेरि। ठिक छ कि जानु न, अब जानु भने चाहिँ गएर आउनु जानु। साथीलाई फेरि धोका दिए जस्तो हुन्छ, जानु। होइन होस्, म जान्न भनिदिन्छु आज। किन? आज मलाई सन्चो छैन त, म भोलि आउँछु भन्छु बरु म है। होइन बरु होइन, म अब डोमिनोज गएर पिज्जा लिएर आउँछु होइन, अनि आउँदा फ्यामिली मार्टबाट कोक पनि लिएर आउँछु, अनि दुईजना भएर खाऊँ ल है। मलाई पैसा दिन्छौ कि भनेर कि? पैसा ल्याउ न, म गइहाल्छु। पैसा भन्दा नि लाउनु कार्डै लिएर जानु। कति खर्च गर्नुहुन्छ फेरि पैसा भए पुग्ने नपुग्ने हुनसक्छ। कार्ड लिएर जानु न, जति खर्च गर्नुहुन्छ गर्नु न। अब कार्डै फेरि त आज अरू बेला 1000 रुपियाँ माग्दाखेरि नि कस्तो गर्थी, आज कार्डै दिएर बेला के भइछ क्या, ज्वरो सरो आयो क्या के सोध्नु पऱ्यो बरु। केही नै भएको छैन। बिरामी भएको छैन छैन, जानु जानु गएर आउनु जानु। केही भएको छैन, केही नै भएको छैन भने झन् बुढोसँग राम्रोसँग बोलौँ न त, नरिसाइकिन बोलौँ, ठुलो स्वर नगरौँ, आदर गरौँ भनेर झन् मैले ठुलो स्वर नबोलिकन चित्तै बुझ्दैन। खाएको नि पच्दैन कि क्या हो।